राम्रो यतातिर ढल्काइदिएँ मैले गाह्रो नमान्नु होला हल्का ढल्केर हेर्नु होला तर हजुरहरूको लागि नै ढल्काएको म ट्याप्पा लाएर सबैको मेरो मात्र थुतुनु होइन कुनै भिडियोमा सबै नेचरको पनि मुख देखाउने छु है त अहिलेलाई चाहिँ अब मलाई नै हेर्नुहोस् भन्न गएर मेरो अनुरोध कहाँ छ दुःख छैन दुःख सुख नै छ यत्रो त चाहिँ निधार छ भाग्यमानीको ठुलो निधार हुन्छ भन्दै गाँठे के हो भन्छु हो क्या होला होला हुनै पर्ने हो कि मजा आएन थ्याङ्क यू हजुरबा हृदयदेखि धन्यवाद तपाईँले अचार दिएकोमा म पनि कट्न पाएँ सरी दोस्त सेक्युरिटी अगाडि म चाहिँ अब पछाडि अब यो फेरि को हो जान दिउँ न हौ ट्याप्पा लाएर ब्रेक नलाएपछि त सजिलो क्या हिँडिहालेँ सानो सानो कुरामा खुसी होइन त सानो कुरामा खुसी जिन्दगी सरल छ मलाई हेरेर दङ्ग नपराओ यार नि तिमीहरूको गाडी मेरो साइकल त्यही पनि मभन्दा खुसी छ भन्दै हेरेँ होला त्यसले म गाडीमै भएर दुखी छु यो साइकलमा खुसी हुँदै हिँड्ने भन्यो होला क्यार नि त नि अब क्यार नि भएर ठुला खुसीमा खुसी हुन सकिएन साना कुराले खुसी दिन्छ देउतै बनेर आएछ मेरो भाइ आज सारा चलियो छ होइन त अब फेरि नदुग्राम भनेको हल्ली हो क्या हल्लेसी हल्लीखेरि झ्याउ होला सकेसम्म हजुरहरूलाई अप्ठ्यारो नबनाऊँ होइन त आफ्नोभन्दा हजुरको चिन्ता हुन्छ धेरै ब्रेक बनाउनु पर्यो अलिअलि नेपाल जस्तो है अलि पैसा लाउने क्या चाहिँ म रात छु नि अस्ति बनाएन क्या त्यसले मलाई ठगो क्या सोझो भएर गाह्रो भयो म अब बोल्न त धेरै बोल्छु होला तर के हार्नु परियो गाउँको सोझो म त गल कोटे छिटो मायाली हो के अरे हामी त चिनिनौ र म त गल कोटे छिटो मायाली अल द वे फ्रम नेपाल भन्नुपर्छ यहाँ त है नेपाल गलकोट नेपालमा छ सानो राम्रो मिठो आफ्नो गाउँ प्यारो सबै गलकोटेवासीलाई पनि सम्झन चाहन्छु किनकि मलाई चिन्ने भनेकै मेरो ठाउँकोले हो बिस्तारै अरूले पनि चिन्नु होला भन्ने आशा गर्दछु आस्था राख्नु पाइयो त्यही पनि चिनेकाले चिनेकाले चिनेको राम्रो चिनेर नि नचिने जस्तो भइयो भने त के मजा भयो त नि गाँठे सेम प्लेस तर होइन ठाउँ त्यही हो तर त्यही हो कसैले अब खराब मौसममा चिन्नुभयो होला कसैले यस्तो के भनौँ खुसीमा चिन्नुभयो होला जस्तोमा चिन्नुभयो मलाई त्यस्तै रूपमा चिन्नुहुन्छ अब होइन त होइन म छु क्या जान दिनेहरूलाई नि हजुर धन्यवाद थ्याङ्क यू मनैदेखि त्यही हो अब कुन टाइममा भेट भयो भन्ने कुरा आयो होइन त जुन टाइममा भेट भयो अब दसैँमा भेट भयो दसैँको भाइब्स ल्याएर बसिरहेको होला म अब त्यो जाडोमा ज्याकेटसँग थिएँ होला बर्खामा हलो जुवा त्यही त हो तर त्यति नराम्रो पनि छैन बरिलै राम्रो त होइन तर नराम्रो छैन भन्न चाहन्छु म राम्रो त के हुने हो र परै खोटै खोट छ तर पनि के भन्ने ती खोटलाई ढाक्ने प्रयास जारी छ अलिअलि मद्दत हजुरले पनि गर्नु होला राम्रो नै हो सबैको सम्झनै नराम्रो के छ र सबैलाई राम्रो तरिकाले लिनु पर्यो होइन त दिदी कता हो हाँस्नु भएको त किन हो म जस्तै खुसी भयो जस्तो छ लगभग अब हामी पुग्न त ला छैन नि त्यो सबै यतातिर आइयो
होइन त ओए राम्रो बाइक रहेछ बाइक ल्याएर हिँड्छन् गाँठे महँगा महँगा हामीले पहिला साना ल्यापटपमा वालपेपर राख्ने बाइक आइछन् वालपेपरमै सीमित हुने भयो हजुर सर यता हेर्नु न एकचोटि म यता छु अरे हेर्नु न हो हेलो हेरेन क्या क्यामेरा त मासाले मन थियो अरे सर म जाने होइन रहेको मलाई नहेरी जानुभयो ठिकै छ धेरै भएर रोक्नु नि त होला ठिकै छ हतासी होला उहाँलाई हामीलाई त छैन ढुक्क हामी भनेको हतार नगरी जाने हो बिस्तारै गयो पक्कै पुगिन्छ बिस्तारै भन्दा नि अब साइकलमा त कहाँ उड्न मिल्छ नि होइन त त्यही पनि साँढी दगुर छ है टाइममै लान्छ अब यो त साइकल लेनमा भएर हल्का स्लो स्लो भयो हाइवेतिर त छैन हाइवे भन्नाले सानो रोडमा त सर चिल्लो बाटा ओह्राला छ साइड ब्रेक बिना ओह्राला त यो त कलेज सकिने यसलाई ओह्राला त मजा पनि भने नि त कुर्छ हर्न बजाउने चाहिँ बिर्लै देखिन्छ किन बजाएको भने त अलिक स्लो भयो त्यही भएर हर्न बजाइदिनु उहाँ यहाँको गाली हो त हेर्नु हो हामीलाई धन्यवाद हेरेपछि त रोक्नु पऱ्यो कि नहेरिकन फट्टाको अब म फेरि फ्याट्ट हो नि मैले त हेर्नु पऱ्यो अब त्यसको पो बुद्धि छैन होला मेरो त छ गरे भन्नु पऱ्यो कि मैले त वरिपरि हेर्न पऱ्यो अब गाडी भएपछि त के चाहियो बुद्धि पनि त्यस्तो ठोक्के त गाडी ठोकिने हो अब म ठोक्केँ भने त मेरो त जम्मै चाहिँ नि मलाई त लाउँछ परे होइन त केयरफुल हुनु पऱ्यो मजाका घाम लाउँछन् अझै लाउँला अझै 9-10 बजीसम्मै के भन्छ भोलि क्रिकेट खेल्न जाने प्लान छ आई होप होइन अब त्यता पनि मेसो मिल्यो भने चाहिँ नि क्रिकेटको पनि भ्लग आउनु सक्छ साह्रै हतियार लाउँछ है गाँठे क्रिकेट खेलेको दिनहरू है कोही मेरो पार्टनरहरूले हेरिरहनु भएको छ भने कमेन्ट गर्नु होला मजा आउँथ्यो सबैजनासँग क्रिकेट खेल्न त्यही हो मिस हुने चाहिँ ए क्या थिए दिन पनि सर गयो क्रिकेट खेल आए हाई रमाइलो माया बुढेसकालमा सम्झाउ के अरे कुरा गर्ने यादहरू हुन् यसरी खेलिन्थ्यो भन्यो यहाँ खेलिन्थ्यो यिनीहरू थिए कति छुटे होइन क्रिकेट खेल्न चाहिँ छोड्नु भएन बुढेसकालमा भयो नि खेल्ने हो है कडा हो बुढेसकालमा भए पनि खेल्ने हो चाहिने भुपु हो कि के भन्ने पनि चल्छ के भुपुमा खेलाउँला है त सबैजना सँगै भएर फेरि खेल्नुपर्छ है क्रिकेट त खेल्नु पर्छ त कपाल पालेको अवस्था छ त्यो ठुलै भएछ क्या यहाँ अलिकति बेर कुराउँछ यसले फेरि कुराको राम्रो कुरेरै जाऊँ न मेरैलाई कुराको सबैजना पऱ्यो कति राम्रो हो क्या बाइक साउन्ड आएको होला बाइक कति राम्रो ब्ल्याक ठिक छ कुनै दिन चढाउँला होइन त कुनै दिन त कहिले चढ्ने अब हजुर म जान्छु है धन्यवाद थ्याङ्क यू सर थ्याङ्क यू जान दिएको तपाईँले नेपालमा नभनेको द थ्याङ्क यू र सरी यहाँ आएर पनि सकेँ ए जसुकैको गल्ती भयो सरी हो आफै अर्कोले आएर हानु सरी थ्याङ्क यू जिन्दाबाद सर हेर्नुभयो कि धन्यवाद तपाईँलाई पनि कोटी कोटी प्रणाम होइन त कति पो बज्यो गफ लाउँदाखेरि टाइम गएको थाहा नहुने मलाई फेरि होइन र साथीभाइसँग गफ लाउँदा टाइम गएको थाहै नहुने अलि रुखतिर जाउँ है त यहाँ यसमा पनि हात पलाएछ
अब हजुर म आउँदैछु के अरे तपाईँले रोक्नु भयो मलाई त अब हेर्नु त म आएँ है देख्नुभयो नि त नहिँड्नु है धन्यवाद अब हिँड्नुहोस् सर बस अलि भित्र बसेर कुर्नु त है त त्यस्तै छ अब चाहिने ट्याप लगाएर काम गर्नुपर्छ हिजोकै अलिअलि दुखिरह गर अब चाहिने गर्नु पऱ्यो फ्राइडे इज भेरी बिजी भेरी बिजी त्यहाँ गएर फेरि इङ्ग्लिस बोल्नुपर्छ इङ्ग्लिस अलि बुझ्दैन बिगारी बोल्नुपर्छ त्यही पनि ठिक छ कुरा चाहिँ बुझ्नु पऱ्यो बुझ्छन् भन्न खोजेको बुझे भयो होइन जसरी बोले पनि एट द एन्ड अफ द डे एट द एन्ड के भन्न खोजेको बुझे भइहाल्यो नि नबोली बुझिदियो भन्दै गीत गाउँथ्यो क्या आफूलाई त आउनु न आज चाहिँ धेरै गीत आएन किनकि ब्रेक बनिसकेको छ हल्का लगाइरहेको छ त्यही भएर कसैले मेरो गीत सुन्न मन परे भन्नु होला म अर्को भिडियोमा प्रयास गर्नेछु फेरि पनि सरी फर्स्ट अगेन आइएम रियली सरी हजुरहरूलाई जान दिएन म नगएको भए फेरि चाहिँ कुर्नु पर्थ्यो मैले अहिले कुर्न चाहिनँ किनकि म सिधा थिएँ सिधा छिटो जान पाइन्छ निलो है निलो हाम्रो आकाश पनि निलो हुनु पर्यो है फोहोर हुनु भएन हेर्नु त राम्रो छ आकाश चरा उडेको छ चरा नि डराउनन् मलाई यस्तै मन पर्थ्यो हाम्रा चरा त डराउँथ्यो नि गुरेलीले ल्याएर हान्न भएन नि गुरेलीले त्यस्तरी चरा नि कति पो हुन्छ र त चराको मासु भन्ने कुरा हो क्या त रमाइलोको लागि चरालाई किन हान्नु हो यत्रो चरालाई तपाईँको कति पो चाहिने छाग मोर्छ र नो द्याट्स नो गुड है मार्नु भएन चरालाई दे प्ले भेरी इम्पोर्टेन्ट रोल होइन बिहान कति मजा आउँछ त त्यो चिडिया उसमा त्यो केजमा पनि राख्नु भएन है त्यो नो गुड चरा त उडेकै राम्रो आफ्नो रमाइलोको लागि कहाँ त्यस्तरी चाहिने ल घर राख्ने हो भन्दैमा त्यसलाई जे दिए पनि उसलाई त उड्न जन्मेको उड्नै पऱ्यो नि होइन र उड्न जन्मेकालाई उड्न दिउँ है पखेटा नकाटौँ त्यस्तो गर्नु भएन मासु खान मन लाग्यो अरू त्यो ज्याउन जात बनाउँछ नि त मान्छे जात त्यो बिचरा चरो अब चरा बिचरा चिलमा उडिरहेको हुन्छ यस्तो थकै मार्न बसे बेला ट्याट्टा हानेर ठ्याप्पा पार्छ गाँठे अझ राति सुते बेला त्यो चाहिने काली बनकुखुरो अब फेरि कमेन्ट गर्ला नि फेरि 2-4जनाले हजुर नि जानु त भनेर गइन हो म त कहाँ गएर त्यस्तो गइनँ मैले गरिनँ म घर कुखुरो काट्न त अलि नमान्ने मान्छे अहिंसा प्याट्टै मारेरै ल्याएपछि त खान त पर्यो कि अब मारिसकेपछि त कहाँ खेर फाल्न भयो त नि अब मार्न चाहिँ मन लाग्दैन अब मारिसकेपछि त मरु पऱ्यो होइन फेरि नखाएपछि त त्यसको ज्यान नि गयो अब ज्यानै फाले बिचराले भनेपछि त त्यसको सदुपयोग गर्नु पऱ्यो है ल म चाहिँ अब लगभग पुगेको अवस्था छ हजुरहरूसँगको साथ मिठो न्यानो रह्यो यही भन्दै म हाम्रो भ्लगको अन्तिममा पुगे भन्ने जानकारी बनाउँदै फेरि पनि अर्को नयाँ दिन नयाँ कन्टेन्टसँगै हजुरहरूको स्वागत गर्नेछु भन्दै आजलाई म अझै त होइन एकछिनमा अस्ताउनेछु होइन यही गीत आइराखेकोबाट लगभग म अब पुगेँ सबैलाई माया यहाँसम्म हेर्नु भएको छ भने चाहिँ केही चाहिने लेखेर जानु होला लेखे पछाडि मलाई थाहा हुनेछ हजुरले मेरो भिडियो पुरै हेर्नुभयो भन्ने ल टाटा बाई बाई थ्याङ्क यू मिस यू सबैजनालाई धेरै माया सँगै म आजको भिडियोको अन्त्य गर्दैछु म आएँ त्यहाँ छ होला नाम हाम्रो उसको बाई बाई सी यू अन नेक्स्ट भिडियो टिल देन keep loving and keep watching. Bye bye.